तपाईलाई आफ्नो स्किन टाइप थाहा छ? इफ थाहा छैन भने चाहिँ यो भिडियो चाहिँ स्किप नगर्नु होला। हामीले स्किन केयर गर्नुभन्दा अघि चाहिँ आफ्नो स्किन टाइप थाहा हुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तर आफ्नो स्किन टाइप कसरी थाहा पाउने त? लेट मी टेल यु। फर्स्टमा चाहिँ हामीले फेस वास युज गरेर चाहिँ अरू कुनै पनि प्रडक्टहरू युज नरिकन 1 मिनेटसम्म यत्तिकै छाडिदिने अनि आफ्नो स्किनलाई एब्जर्भ गर्ने। इफ स्किन एकदमै ओइली छ भने चाहिँ ओइली स्किन, इफ एकदमै ड्राई छ भने ड्राई स्किन, निधार नाक र चिउडोतिर चाहिँ ओइली छ र गालाहरू चाहिँ नर्मल छ भने चाहिँ कम्बिनेसन स्किन टाइप, एन्ड त्यसपछि लाएर न धेरै ड्राई छ न धेरै ओइली छ भने नर्मल स्किन टाइप। र केही प्रोडक्ट युज गर्ने बित्तिकै स्किन चिलाउने, पोल्ने र इरिटेसन हुने हुन्छ भने सेन्सिटिभ स्किन। सो आफ्नो स्किन टाइप कुन हो? कमेन्ट डाउन। बाई बाई।